यो के को लागि अरे मम्मी? यो के को लागि हो? यो दसैँको मासुसँग खाने खल्पी। ल है गाइस, तपाईहरुलाई पनि मन पर्छ भने गाइजहरूलाई पनि मन पर्छ भने सबैहरूले कमेन्ट गर्नु होला। यसलाई धेरै परेको होइन, 200 रुपियाँ मात्रै। अहिले अब हामी फेरि काटेपछि देखाउँछौँ ल। काटेपछि फेरि हामी खल्पी बनाएपछि देखाउँछौँ। हेलो गाइस, के छ हो तपाईहरुको खबर? दसैँ कस्तो आउँदैछ? हामी चाहिँ आज मम्मी छोरी मिलेर यहाँनिर काँक्राको खल्पी बनाउन लाग्दैछौँ। हाम्रो काँक्रा चाहिँ यत्रो छ दसैँको लागि। हाम्रो मम्मीले चाहिँ यहाँ चिरा बनाउँदै हुनुहुन्छ। मलाई चाहिँ हल्का रुगा खोकी लागिरहेछ। अनि टक्क लाएर हामी यस्तो के अरे सेप बनाउँछौँ यस्तो खल्पीको। अनि टक्क बनाइसकेपछि तपाईँलाई हामी देखाउँछौँ ल। ल हाम्रो चिरा पनि भइसक्यो। अब यो गुदीलाई चाहिँ टक्क यसरी निकाल्नु पर्दो रहेछ। मलाई चाहिँ आउँदैन, मम्मीलाई चाहिँ आउँछ। अनि म सेप चाहिँ बनाइदिन्छु। अहिले काटेको यस्तो छ, यत्रो छ काँक्रा चाहिँ हाम्रो। फाइनल्ली गाइस, हामीले अघि काटेको काँक्रा चाहिँ यस्तो भइसकेको छ। अब यसलाई चाहिँ टक्क मरमसलाहरू मोलेर बट्टामा हाल्नुपर्छ। अनि दसैँमै खानुपर्छ मासुसँग।